यति कार्पेट छोरीले गाह्रो भएको ल पर्किटी छोरी पनि एकदम के छ त भाइ एकदम ठिक छ दादा अलिक खुट्टा दुखेको महसुस भइरहेको छ ल ठिक छ बहिनी के छ सिस्टरलाई कस्तो छ राम्रै छ त्यतिको ठिकै छ सहनु पर्छ सर हामी ठिक छौँ नि ठिक छ एकदम रमाइलो छ राम्रो छ दादा मलाई दुईटा कुरा सर हजुर मलाई दुईटा कुरा भएको छ दुईटा के भयो एउटा यहाँ अलिअलि दुखे जस्तो एउटा भोक अरु केही भएको छैन भोक पनि लागेर अनि आनन्द आउँछ मकै भटमा चिउरा पानी खाएको हामी बस्नु नै भरि किन फर्किनु त नत्र अलिक माथिसम्म जाउँला बसौँला दादा एकचोटी फोन लागिरहेछ हेलो फोन लागिरहेछ